के तपाईले कहिल्यै सुन्नु भएको छ कुनै देशका प्रधान न्यायाधीशले एउटा बयान दिन्छन् र त्यसकै रिसमा देशका लाखौं युवाहरू मिलेर रातारात एउटा नयाँ राजनीतिक पार्टी खोल्छन्। त्यो पनि कुनै सामान्य पार्टी होइन, ककरोच जनता पार्टी अर्थात् साङ्लो जनता पार्टी। सुन्दा कुनै काल्पनिक कथा जस्तो लाग्ने यो घटना यति बेला छिमेकी देश भारतको इन्टरनेट र राजनीतिमा सबैभन्दा ठूलो बहसको विषय बनेको छ। आखिर के हो यो ककरोच जनता पार्टी र कसरी यो डिजिटल आन्दोलनले भारतको न्यायपालिकादेखि सत्तासम्मलाई चुनौती दिइरहेको छ? आउनुहोस् आजको यो विशेष भिडियोमा हामी यसको भित्री कथा खोतल्दैछौँ। कथा सुरु हुन्छ भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तको एउटा मौखिक टिप्पणीबाट। एउटा सुनवाईका क्रममा उनले देशका केही युवाहरूलाई साङ्लो र परजीवीसँग तुलना गरेको आरोप लाग्यो। उनले टिप्पणी गरेका थिए कि केही युवाहरू साङ्लो जस्तै हुन्छन्, जसले रोजगारी पाउन सक्दैनन् र इन्टरनेट मिडिया वा आरटीआई कार्यकर्ता बनेर प्रणालीमाथि आक्रमण गर्छन्। यद्यपि यो बयान सार्वजनिक भएपछि देशव्यापी हंगामा मच्चियो। चौतर्फी आलोचना भएपछि न्यायाधीश सूर्यकान्तले मिडियाको एउटा वर्गले आफ्नो मौखिक टिप्पणीलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै स्पष्टीकरण त दिए, तर त्यति बेलासम्म ढिलो भइसकेको थियो। भारतीय युवाहरूको आक्रोश र निराशा इन्टरनेटमा ज्वालामुखी बनेर विस्फोट भइसकेको थाहा पाउन धेरै समय लागेन। यही आक्रोशको बीचबाट जन्मियो ककरोच जनता पार्टी। यस अनौठो र व्यङ्ग्यात्मक डिजिटल आन्दोलनको नेतृत्व गरिरहेका छन् 30 वर्षका युवा अभिजित दीपके। महाराष्ट्रको छत्रपति भन्जाजी नगरका रैथाने अभिजित अमेरिकाको बोस्टन विश्वविद्यालयबाट जनसम्पर्कमा स्नातकोत्तर गरिरहेका विद्यार्थी हुन्, जसले यसअघि आम आदमी पार्टीको सामाजिक सञ्जाल टोलीमा पनि काम गरिसकेका छन्। अभिजितले अब देशको संविधानको रक्षक मानिने न्यायपालिकाबाटै युवाहरूको अपमान भएको महसुस गरे। तब उनले ट्विटरमा एउटा प्रश्न गरे, यदि देशका सबै साङ्लोहरू एक ठाउँमा आए भने के होला? यो एउटा प्रश्नले इन्टरनेटमा यस्तो क्रान्ति ल्यायो कि मे 16 मा उनले इन्स्टाग्राममा एउटा गुगल फारम शेयर गर्दै पार्टी दर्ताको आह्वान गरे। पार्टीको सदस्यताका लागि योग्यताको मापदण्ड पनि निकै रोचक राखियो। न्यायाधीशले युवाहरूलाई अपमान गर्न प्रयोग गरेका शब्दहरूलाई नै योग्यता बनाइयो, अर्थात् तपाईँ बेरोजगार हुनुपर्छ, अल्छी हुनुपर्छ र दिनमा कम्तीमा 11 घण्टा अनलाइन बस्ने हुनुपर्छ। हेर्दा हेर्दै केही दिनमै यस पार्टीको इन्स्टाग्राम एकाउन्टमा लाख फलोअर्स जोडिए भने 2 लाख भन्दा बढी मानिसले आधिकारिक वेबसाइटमा सदस्यताका लागि दर्ता गरे। यो अभियानलाई तृणमूल कांग्रेसकी सांसद महुआ मोहित्रा, अखिलेश यादव, पूर्व क्रिकेटर कीर्ति आजाद जस्ता दिग्गज राजनीतिज्ञहरूले समेत समर्थन गरेपछि यसले राजनीतिक मोड लियो। यो केवल एउटा मजाक मात्र होइन। ककरोच जनता पार्टीले जारी गरेको घोषणा पत्रमा भारतको वर्तमान राजनीतिक र न्यायिक व्यवस्थामाथि कडा व्यङ्ग्य र गम्भीर मागहरू राखिएका छन्। घोषणा पत्रमा मन्त्रीमण्डलमा महिलाहरूका लागि 50% आरक्षण हुनुपर्ने, दल परिवर्तन गर्ने सांसद र विधायकहरूलाई 20 वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइनुपर्ने र अवकाश पाएपछि न्यायाधीशहरूलाई सरकारले दिने फाइदा वा राज्यसभाको टिकटमा प्रतिबन्ध लगाउनु पर्ने जस्ता गम्भीर मुद्दाहरू उठाइएका छन्। यसका साथै हालै चर्चामा रहेको नीट परीक्षा विवादका पीडित विद्यार्थीहरूलाई पनि यस पार्टीले खुला समर्थन गरेको छ। इन्टरनेटको यो खेल यतिमै रोकिँदैन। लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ भन्दै ककरोच जनता पार्टीलाई टक्कर दिन बजारमा अर्को एउटा डिजिटल दलको पनि उदय भएको छ, जसको नाम हो राष्ट्रिय परजीवी मोर्चा। यो मोर्चाले त युवाहरूका यस्ता समस्याहरूलाई आफ्नो घोषणा पत्रमा समेटेको छ, जसलाई सुनेर तपाईँ आफ्नो हाँसो रोक्न सक्नुहुन्न। परजीवी मोर्चाले 18 वर्ष माथिका हरेक नागरिकका लागि सरकारद्वारा प्रायोजित म्याच मेकिङ अर्थात् प्रेमी प्रेमिका खोजिदिने योजना ल्याउने समेत प्रतिज्ञा गरेको छ। यदि कसैले प्रेममा धोका पायो वा कसैलाई बारम्बार घोस्ट गरियो भने सिधै त्यसको युपीआई खातामा 4,979 रुपियाँ भावनात्मक क्षतिपूर्ति पाइने समेत दावी गरिएको छ। संसदमा सुत्ने सांसदहरूको माइक पुनः भोल्युममा खोलिदिने, 3 महिना भन्दा बढी पुराना सडकका खाल्डाखुल्डीहरू गुगल म्यापमा सम्बन्धित जनप्रतिनिधिको नाममा स्थायी रूपमा दर्ता गरिदिने र रेल 2 घण्टा भन्दा बढी ढिलो भए यात्रुलाई चिया र बिस्कुट दिने जस्ता अनौठा तर आम जनताका दैनिक शास्तिलाई यस मोर्चाले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ। डिजिटल मार्केटिङका विज्ञहरू यसलाई इन्टरनेट मिडियाको एउटा ठूलो अवरोध र क्रान्ति मान्छन्। करोडौं रुपियाँ खर्च गरेर पनि राजनीतिक दलहरूले पाउन नसकेको जनलहर यो अभियानले शून्य लगानीमा पाएको छ।
यसको मुख्य कारण वर्षौंदेखि युवाहरूमा रहेको बेरोजगारीको पीडा, प्रणाली प्रतिको आक्रोश र आफ्नो भावना पोख्ने सही मञ्च पाउनु नै हो। भारतीय डिजिटल स्पेसमा अहिले यी नयाँ साङ्लो र परजीवीहरूको चर्चा चुलिएको छ। यसले स्पष्ट सन्देश दिएको छ, जब सत्ता र न्यायपालिकाले जनताको आवाजले हल्का रूपमा लिन्छ, तब जनताले यसरी नै इतिहासको पानामा आफ्नो नाम दर्ता गराउँछन्। कक्रोच जनता पार्टी र राष्ट्रिय परजीवी मोर्चा चुनावी मैदानमा त देखिने छैनन्, तर यिनीहरूले शासकहरूलाई बिउझाउने काम भने पक्कै गरेका छन्। यो अनौठो डिजिटल विद्रोह बारे तपाईको विचार के छ? कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यस्तै रोचक र जानकारीमूलक भिडियो हेर्न च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।